राम्रो यस्तो छ अवस्था। अब पिच भएको बाटोको अवस्था यस्तो छ, यस्तो छ। यसलाई नेपालमा खै संरक्षित गर्ने रोडको यस्ता विचार गरिरहन सक्छ नि त। हेर्नु नेपालको बिचकै ठाउँमा सहरमा रन्जीको सहरमा यस्तो छ पिच बाटोको हालत यस्तो भएर गाउँभन्दा गाउँ यस्तो छ। हेर्नु देख्न सक्नुहुन्छ, सहर भन्छन् होइन, सहर भन्छन् र बाटोको हाल यस्तो छ कि यसरी मर्मत हुँदैन, त्यस्तो छ तरिकाकै। हेर्नुहोस् यस्तो तरिकाले अनि गाउँ विकास भएन भनेर भन्न सकिन्छ त। सहरको अवस्था चाहिँ यस्तो छ। हाम्रो नेताहरू हरेक कुराहरूमा कसले के भन्छ र पुरै विरोध गर्न पाउँछौँ कि भनेर बसिरहेको हुन्छन्। तर आफूले हुनुपर्ने स्थानीय तहमा के छ, आफ्नो नीतिगत कुराहरू, आफ्नो कुराहरूदेखि लिएर विकासको क्रममा कस्तो छ भन्ने कुरा केही जानकारी नै नभएको गरेर बसिरहेको। समुदायमा के कस्तो असर परिरहेछ भन्ने कुरा केही जानकारी छैन। तपाईँले यसरी हेर्नु यस्तो चिज अब यस्तो रिपेयरिङ बेलैमा भइदिएको भए आज यस्तो अवस्था हुन्थ्यो होला हेर्न सक्नुहुन्छ, देख्नु गर्नु।